भिख मागेको होइन, अधिकार हो, खोसेर लिन्छौँ। सडकमा आन्दोलन हुन्छ र संसदमा पनि आन्दोलन हुन्छ। यो हिसाबले अगाडि बढौँ, एक्लै भए पनि खडा हुन्छौँ। यो कस्तो विभेद हो? यो कहाँको विभेद हो? के यो बजेट र यो पैसा कसैको बाउबाजेको सम्पत्ति बेचेर आएको हो? यदि हो भने मेरो विरोध रहन्न। यदि देश र जनताको करबाट उठेको कुरा हो भने आज यसमा विरोध रहनुपर्छ। को कांग्रेस, को एमाले, को माओवादी, को रापरपा, को रासपा होइन। कुरा भेगिए नाताको उठ्यो यहाँ। आज हामीलाई अवशिष्ट गर्न पाइन्छ? पाइँदैन। एक दिन कुकुरको पनि पालो आउँछ भन्छन् नि। एक दिन कर्णालीका मान्छेको पालो आयो भने रोएर बस्नु पर्ला। माननीय मन्त्रीज्यूको धनुषाको जिल्लाको बजेटभन्दा कम बजेट कर्णालीका 10वटा जिल्लामा हानिन्छ। अनि कर्णालीबाट अन्य सत्ता पक्षका माननीयज्यूहरू के हामी रमिता हेरेर बस्ने हो? म भन्छु बजेट पास गर्न नदिउँ, एकजुट बनाऊ। यदि यो एकजुट बनेन भने कर्णालीका जनताले भोलि हेर्नेछन्। को सत्ता पक्ष, को प्रतिपक्षको कुरा होइन। कुरा आज विकासको। यसरी विकास गर्न, विकासलाई रोक्न पाइँदैन। सम्मानित, आज तपाईँहरू मन्त्रीको कुर्सीमा बस्दाखेरि यति विभेद गर्नुभयो भने भोलि यही संसदभित्रको कोही अर्को मान्छे मन्त्री भएर तपाईँको जिल्लामा शून्य बजेट हाल्यो भने के हुन्छ? त्यसले के अर्थ राख्छ भोलि? त्यो भएको हुनाले सम्मानित सभा मार्फत भन्न चाहन्छु, आज कर्मचारीहरूले यहाँ तलब भत्ता पाएका छैनन्। तर यो सरकारले के गरिरहेछ भने आर्थिक ऐन 2079 को लाई लिएर कर छुट मात्रै अघिल्लो जुन 2075-76 मात्रै 41 अर्ब कर छुट दिएको। तर अहिले यो भन्दा अघिल्लो वर्ष 79 अर्ब 42 करोड 33 लाखको कर छुट दिएर घुस खाने प्रवृत्ति बढाएको छ। यसलाई छानबिन गरियोस्। र सम्माननीय सभा मार्फत म भन्न चाहन्छु, म त्यति धेरै अरु गरिन। यो किताब मन्त्रीज्यूलाई डाइरेक्ट दिन मिल्दैन। म सभामुखबाट थपेर म सिङ्गो कर्णालीको तर्फबाट र जुम्लाको तर्फबाट यो बजेट जस्ताका तस्तै फिर्ता लिँदैन हुन अनुरोध गर्न चाहन्छु। चाहिँदैन। यदि हेपेको हो भने म सिधा भन्न चाहन्छु, आज संसदमा म निर्वाचित हो कर्णालीबाट। तपाईँ कर्णालीलाई अलग बनाउनुहोस्, तपाईँको राज्य व्यवस्था कर्णालीबाट सार्नुहोस् भन्दै हामी चलाएर देखाउँछौँ कर्णाली। नमस्कार साथीहरू, पहिलो रविवार च्यानलमा हजुरहरूलाई स्वागत छ। यो च्यानललाई एक लाइक, एक सेयर, एक कमेन्ट गर्न नबिर्सिनुहोला। धन्यवाद। आज कुरा गर्नेछौँ रापरपाका सांसद ज्ञानेन्द्र साईजीको कुरा। प्राय ज्ञानेन्द्र साई भ्रष्टाचारीहरूको विरुद्धमा बोल्ने गर्छन्। हजुरहरूलाई के कस्तो लाग्छ? हामी हजुरहरूलाई केही भिडियोका क्लिपहरू देखाउनेछौँ। के कस्तो लाग्छ सल्लाह प्रतिक्रिया दिनुहोला। धन्यवाद। गाग्रीमा परेन प्रधानमन्त्री कति समय आउने यो पानी? यो धाराको उद्घाटन गर्दा क्रममा एउटा साथीले सोध्नु भएको छ, यो पानी कति बेरसम्म आउने हो? प्रधानमन्त्रीज्यूले केही जवाब दिनुभएको छैन। अब अर्को के भइरह्यो त? तपाईले जो यो देख्नु भएको छ यो धारो जस्तो लाग्छ तपाईलाई हैन? यो ठ्याक्क पछाडिको चाहिँ प्रधानमन्त्रीको अफिस हो यो। अनि यो धारो, यो जो इट्टा जस्तो देख्नुहुन्छ नि, यो इट्टा होइन, हेर्नु यो चाहिँ प्लाई हो। प्लाईमा इट्टाको कलर दियो। अनि यो धारोको काम चाहिँ यिनीहरूले चाहिँ बेला बेला उद्घाटन गर्छन्। यहाँबाट निलम्चीको पानी आयो, के को पानी आयो भनेर होइन। तर यसबाट पानी चाहिँ आउँदैन फेरि है, पानी आउँदैन। यो नक्कली धारो हो। अनि यस्तो धारो बनाएर प्रधानमन्त्री कार्यालय अगाडि यिनीहरूले बेला बेला जनतालाई उल्लु बनाउँछ। किनभने निलम्चीको पानी आयो, अर्को पानी आयो भने उद्घाटन यहाँबाट गर्छन् क्या यिनीहरू। जब यसमा अहिले पनि पानी आउँदैन, पुरा सुकेको छ। जबकि प्रधानमन्त्रीको कार्यालय अगाडि नै यिनीहरूले यसलाई नाटक गर्छन् भने अरू चिजलाई यिनले कस्तो गर्छन् त भन्नुहोस् त। ज्ञानेन्द्र साईले देखाएको त्यो धारा र पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै गरेको धारामा के अन्तर छ? अनि यो धारोको काम चाहिँ यिनीहरूले चाहिँ बेला बेला उद्घाटन गर्छन्। यहाँबाट निलम्चीको पानी आयो, के को पानी आयो भनेर होइन। तर यसबाट पानी चाहिँ आउँदैन फेरि है, पानी आउँदैन। यो नक्कली धारो हो। अनि यस्तो धारो बनाएर प्रधानमन्त्री कार्यालय अगाडि यिनीहरूले बेला बेला जनतालाई उल्लु बनाउँछ। किनभने निलम्चीको पानी आयो, अर्को पानी आयो भने उद्घाटन यहाँबाट गर्छन् क्या यिनीहरू। जब यसमा अहिले पनि पानी जति नै सत्य बोले पनि आखिर त्यो कुरा तितो नै लाग्छ सबैलाई। ज्ञानेन्द्र साईका केही कुराहरू कस्तो लाग्छ कमेन्ट बक्समा पक्कै पनि सल्लाह प्रतिक्रिया दिनुहोला र यो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। एकचोटि यो गीत सुनौँ है त, कस्तो छ हजुरहरू सल्लाह प्रतिक्रिया दिनुहोला। धन्यवाद। हामीलाई भोट दिनुहोस्, हामीले जित्यो भने तपाईँको घर घरमा ग्यासको पाइप बिछाइदिन्छु र नाली नालीमा पानी जहाज चलाइदिन्छु।
नयाँ नेपाल आयो आयो घन्टाको आयो कति आन्दोलनले रोग जनताको खायो राजा साजा हटाएर गोरुहरू ल्यायो अनि संविधान बनाएर नाकाबन्दी छायो मन्त्रीज्यू तपाईँ भारत जानुस् मोदीज्यूले हकेको पाचक खानुस् पानी जमिन बेच्नुभयो बेच्नको लागि अब आकाश लानुस् अनि खाडीमा नेपाली लिन बाकस लानुस् नेपाली भन्दा इन्डियन बेसी नेपालीको फ्याक्ट्रीमा नेपालीको पसिना चाहिँ खाडीको प्लास्टिकमा बेरोजगार नेपाली चाहिँ पीडित छन् ग्यास्ट्रिकमा मन्त्री बनिदिन्छन् यहाँ फेल भएर म्याट्रिकमा ट्याक्टिसमा ल्याइएको 21 शताब्दी यहाँ सबजना घुसखोरी पाइन फलात्मी यहाँ घुस नखाइ पाइने जागिर डाइपर खलासी पेट्रोल लिन लाइन लाग्ने बत्तीको पैसा तिर्न लाइन लाग्ने हस्पिटलमा लाइन लाग्ने दिनमा 50 चोटि जति लाइन काट्ने अनि लाइन आउन 4-5 घण्टा टाइम लाग्ने कुन दिन बच्चाने लाइन लागि जन्मन्छ नेपालीको लाइनसँग मजबुत छ सम्बन्ध नेपालीको लाइनसँग मजबुत छ सम्बन्ध बन्दैछ नेपाल बन्द भएको बेला मानिन्छ गुरु जस्तो जनता नि एकदम बिरामी चुनाव नआउन जेल दिन्छौ नेताहरूलाई गाली अनि चुनाव आएपछि हिँड्छौ पार्टी छानी भोट बेचिदिन्छौ हामी मासु भातको लागि आज एमाले र काङ्ग्रेसमा मासु भात खुवाउँछ रे मोबाडीमा हिँड साला पेट्रोल नि पाउँछ रे यस्तो नेपालीले नयाँ नेपाल ल्याउँछ रे थुक्क नेपाली दिमागमा ढिँडो छ विदेशको बाटो सफा अनि चिल्लो छ नेपालको बाटोमा धान रोप्न मिल्दो छ राजधानी जस्तो ठाउँमा चारैतिर हिल्लो छ ढिल्लो छ काम ढिल्लो छ जसरी नि बजेटलाई अड्कायो 2 वर्षमा रोड बनाइ सकायो फेरि नाली खन्न त्यही रोडलाई भत्कायो अनि यसरी नै बजेटलाई पड्कायो पुलिसको काम के छ हप्कायो सार्वजनिक के हाल्छु भनी थर्कायो हाम्रो ट्राफिक बिजी चिट काट्दै लाइसेन्स नभएकोसँग भिख माग्दै अनि हस्पिटलले दिनै मान्छे मार्दै बिरामी नभएकोलाई नि घाइते पार्दै सानो तिनो बिरामी त राख्ने नै ठाउँ छैन हस्पिटल त छ तर डाक्टर नै आउँदैन बन्दैछ नेपाल बन्द भएको बेला मानि चल्दैछ नेपाल बन्दैछ नेपाल हावाहुरी कफैमा चल्दैछ नेपाल बन्दैछ नेपाल बन्द भएको बेला मानि चल्दैछ नेपाल बन्दैछ नेपाल हावाहुरी कफैमा चल्दैछ नेपाल हर साल तराइदिन्छ थुनिएको पानीले घरबार उडाइदिन्छ उर्लिएको बाढीले आमा बाउ गुमाउनु पर्छ साना नानीले कहाँ बुझ्छ दुःख के हो देश बेची खानीले भूकम्प पीडितको तिरपाल त लानीले छाडिदे पुरा छाडिदे भूकम्पमा आएको पैसा कहाँ गयो हामीलाई दरबार हत्याकाण्ड पनि थाहा भयो यस्तै छ नेपाल नेताहरू मिलेर बेच्दैछ नेपाल यस्तै छ नेपाल नेताहरू मिली बेच्दैछ नेपाल यस्तै छ नेपाल नेताहरू मिलेर बेच्दैछ नेपाल यस्तै छ नेपाल नेताहरू मिली बेच्दैछ नेपाल आजकल हाम्रो नेपाली युवाको खुसी त्यही रक्सोल पारी छ यहाँ हत्यारालाई विभिन्न सोच लगाएर छाडिन्छ अनि रवि लामी छानेर धुर्मु सुन्तली जस्तो व्यक्तिलाई विभिन्न आरोप लगाएर जेलभित्र हालिन्छ यस्तै छ नेपाल नेताहरू मिलेर बेच्दैछ नेपाल।